धनकुटामा हाम्रो एउटा जितपुर भन्ने गाउँ छ है। यो जितपुर भन्ने गाउँ चाहिँ कस्तो उल्काएर अचम्मको छ भने पिच भइरहन्छ। 5 वर्षमा पिच हुन्छ। कुन समयमा पिच हुन्छ भन्नु पर्दैन होला। 5 वर्षमा पिच भइरहन्छ। अझ महालक्ष्मीका जनप्रतिनिधिहरू त के भन्ने, कति माया लागेको तिमीहरूलाई जितपुरको। किन यस्तो साह्रो माया नगर न हो तिमीहरू। हेर त ती 3 चोटि पिच हुन्छ चुनाव आउने बेलामा। अगाडि नै पिच भइसक्छ। 3 चोटि पिच भइसक्यो 5 वर्षको फरकमा। यो सिद्धुवाबाट जितपुर जाने मान्छेहरू जम्मा 12 किलोमिटर छ। पिचमा चिप्लेर 3 चोटि लड्छन् अरे। चिल्लो पिचमा क्या, धेर चिल्लो भयो अरे। अलिक खस्रो बनाउने गर। धेर चिल्लो भयो अरे पिच। मान्छे चिप्लेर तल माङमाङे खोलातिर पुग्छन् अरे बेला बेला। धेर चिल्लो भयो अरे। त्यसमाथि पनि अझै फेरि अर्को पिचको अर्को लेयर थप्छन् अरे क्या अब हैन। यो 5 वर्ष अगाडि, अहिले 10 वर्ष अगाडि गरेको पिच त त्यत्तिकै छ हैन। त्यो खाल्डाखुल्डी भएकै छैन। त्यो मुनिको लेयर नै बिग्रेको छैन होला अहिलेसम्म नि त्यस्तो राम्रो गरेको पिच। त्योभन्दा माथिको 5 वर्षपछि गरेको अर्को लेयर थपेको छ। त्यो लेयर यति दह्रो छ त्यत्तिकै पनि त्यसले नै पनि 20-25 वर्ष थाम्छ होला। त्योभन्दा माथि अर्को लेयर छ फेरि, त्यसले नै पनि 5-10 वर्ष थाम्छ। त्योभन्दा माथि अर्को लेयर थप्न आँटेको अरे क्या अब चाहिँ। अब आउनु चुनाव अगाडि चाहिँ। अब चुनाव आउन आँटो अरे। फेरि पिच गर्छन् अरे। कतिचोटि गर्छ एउटै बाटो पिच। सबै महालक्ष्मीको बजेट जति त्यही एउटै पिचलाई सक्ने हो। सिद्धबाट जितपुर जाने बाटो हो। सधैँभरि त्यही एउटै बाटो मात्रै पिच गरेर हुन्छ। छोड्दै आउनु नगर। अब त भयो त, गर्न हुँदैन। छोड्देऊ। चिनिसके मान्छेले, बुझिसके मान्छेले, जानिसके मान्छेले कतिचोटि पिच गर्छौ है त्यही एउटै बाटो। अब त मागी खाने भाडो भएछ तिमीहरूलाई है। सिद्धुवा जितपुर पिच भनिदियो, तल सिद्धुवा जितपुर लेकवा पिच भन्यो, बजेट निष्कासन गरेको छ भनौँ हैन। झुक्यायो जनतालाई, ढाडो भोट मागो, कति साह्रो अत्याचार गरेको तिमीहरूले। बिचरा हामी जितपुर बासिन्दा के भन्ने खै। यसरी पिच नगर्द्याउ न। महालक्ष्मीको कराकुरुक बजेटै त्यही एउटै पिचमा सक्दिने भयो त तिमीहरूले। अनि त्यसरी पिच नगर नगर। जितपुर सिद्धुवा महालक्ष्मी जितपुर पिच, त्यहाँबाट मारेक पिच भन्थ्यो कहिले हो कुनै पोरपरारको कहिलेको चुनावमा। अनि मारेकटरी पिच भन्थे। त्यहाँबाट हुँदा अरुण अरे तल अरुण 3 चोटि पिच भइसक्यो। जितपुर त यो चोटि सुद्धा 4 चोटि हुन्छ भाइ। चिप्लेर मान्छे लडिसके। बाप कति मान्छे त्यो पिचमा चिप्लेर भत्ल्याङ लडेर बाटोमा के भन्ने खोइ। अब बर्खा लागेपछि त्यही भएको एउटा बाटो पनि टस लाएर खोज्नुपर्छ तल कहाँ कुन चाहिँ खोलातिर पुग्यो भनेर। कहाँ गइस् है भाइ भन्दै खोज्नुपर्छ। तैलेको भइरहेको बाटो छ नि जुन जितपुरबाट सिद्धुवा जाने बाटो, त्यो बाटो अब बर्खा लागेपछि तल डिल तल खोज्नुपर्छ। भाइ कहाँ गइस् भन्दै टस बालेर खोज्नुपर्छ। पिच नगर्द्या पर्दैन। तिमीहरूले पिच गरेको बाटोमा हिँडेर मान्छेहरू लडेर ठाउँ कतिको खुट्टा भाँच्यो, कतिको हात खुट्टा भाँच्यो। छोड्द्या हो, पिच नगर। अब एउटा त्यो 3टा पिचले काम दिन्छ क्या। पुग्छ हामीलाई, पुग्छ चाहिँदैन धेरै अब।